सम्माननीय सभामुख महोदय, मेरो भाग्य पनि अचम्मको छ। म एकपटक पार्टी सभापति पनि नरहेको, पार्टी सदस्य पनि नरहेको, उप प्रधानमन्त्री पनि नरहेको, गृहमन्त्री पनि नरहेको, सांसद पनि नरहेको र नागरिक समेत नरहेर जिरोमा पुगिसकेको मान्छे हुँ। म त्यो जिरोबाट फेरि खरानी टकटकाउँदै फेरि यो सम्मानित सदनमा आएको मान्छे हुँ। मलाई फेरि एकपटक जिरो हुन कुनै पनि आपत्ति छैन। भन्नुहोस् मैले के गर्नु पर्यो? मैले सदन छोड्नु पर्यो कि, मैले मन्त्रालय छोड्नु पर्यो कि, मैले पार्टी छोड्नु पर्यो कि, मैले देश छोड्नु पर्यो? म तयार छु। साथी हो, तपाईहरूको सभापति ठग होइन। मैले कुनै पनि किसिमको ठगी गरेको छैन। निर्धक्क हुनु होला। आमा, यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन। यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। भर्खरै आएको यो दललाई लोकतान्त्रिक दलहरूले काहीँ न काहीँ कतै न कतै संरक्षण गर्छन् होला, माया गर्छन् होला, जोगाउँछन् होला, पानी हाल्छन् होला, मलजल गर्छन् होला र हामीलाई बचाउँछन् होला भन्ने लागेको थियो। तर यहाँ त निमोट्ने प्रयास भयो सभामुख महोदय। निमोट्नु पर्ने गरी राष्ट्रपाले गल्ती गरेको छैन। मैले त्यस्तो अपराध गरेको छैन। मैले ऋण लिएको भए मेरो बैंकमा रहेको व्यक्तिगत खातामा रकम आउनु पर्ने हो, तर सहकारीको एक पैसा पनि मेरो खातामा आएको छैन। यो कुरा मैले सार्वजनिक रूपमा स्पष्ट पारिसकेको छु। तर एउटा व्यक्तिलाई खुइल्याउने, एउटा व्यक्तिलाई अपमानित गर्ने, सदनमा बोल्न नदिने, माथि जान नदिने, अनि बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानबिनसँग किन डराएको, किन भागेको भनेर ललकारिरहने, सदनबाट मात्र पनि होइन सडकबाट पनि निरन्तर ललकारिरहने, अनि समस्याको समाधान गर्नको निमित्त चाहिँ कहीँ कतै केही पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल र भर्खरै उदाएको नेतामाथि यति ठुलो इतिहास बोकेको राजनीतिक दलले गरेको यो राजनीतिक दमन होइन र? यो राजनीतिक दादागिरी होइन र? लोकतान्त्रिक पद्धतिलाई मानेर, व्यवस्थाप्रति प्रतिबद्ध भएर, संविधानप्रति प्रतिबद्ध भएर देशको अवस्था बदल्छु भनेर निर्वाचनका माध्यमबाट कहीँ कतै कसैलाई हानि नोक्सानी नपुर्याइकन, रगतको एउटा थोपो पनि नचुवाइकन रासोपा यो सदनमा आएको, हामी यसैमा विश्वास गर्छौँ। भर्खरै आएको यो दललाई लोकतान्त्रिक दलहरूले काहीँ न काहीँ कतै न कतै संरक्षण गर्छन् होला, माया गर्छन् होला, जोगाउँछन् होला, पानी हाल्छन् होला, मलजल गर्छन् होला र हामीलाई बचाउँछन् होला भन्ने लागेको थियो। तर यहाँ त निमोट्ने प्रयास भयो सभामुख महोदय। निमोट्नु पर्ने गरी राष्ट्रपाले गल्ती गरेको छैन। मैले त्यस्तो अपराध गरेको छैन। म जोगाउनुस् भन्दिनँ। साथी हो, तपाईहरूको सभापति ठग होइन। मैले कुनै पनि किसिमको ठगी गरेको छैन। निर्धक्क हुनु होला। विधिको विडम्बना जसले कयौं ठगहरूलाई एउटा क्यामेरा र माइक्रोफोनको बलमा जेल पठाउन मद्दत गर्यो, कयौं सहकारी पीडितहरूलाई न्याय दिलाउन मद्दत पर्यो, आज त्यही मान्छे यो सदनमा उभिएर ठगीको आरोप लागेको कुरामा खण्डन प्रस्तुत गर्दैछ। महिनौसम्म आरोप प्रत्यारोप खेपेर, बदनामी सहेर, अपमान सहेर बोलिरहेको छ। दीप श्रेष्ठको एउटा गीत छ र भनिएको छ, आमा, यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन। यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। मैले यो गीतको दृष्टान्त मात्र सम्झन खोजेको। सम्माननीय सभामुख महोदय, मेरो भाग्य पनि अचम्मको छ। टेलिभिजनमा हुँदा सबैको तारो भएँ, राजनीतिमा पनि सबैको तारो बनिरहेको छु, सारा मिडियाको पनि तारो बनिरहेको छु। आफू लोकतान्त्रिक शक्ति हुँदाहुँदै लोकतान्त्रिक दलकै निशानामा छु, विभिन्न वादी साथीहरूको निशानामा छु, आफूले माया गरेका नयाँ नयाँ साथीहरूको निशानामा पनि छु। मलाई साथीहरू भन्ने गर्नुहुन्छ, मिडिया मिलाउनुहोस्, मिडिया मिलाउनुहोस्। म भन्छु, म मिलाउँदिनँ मिडिया। म जनताका लागि विद्यालय अस्पताल मिलाउन आएको हुँ। म नमिलेका कानुनका धाराहरू मिलाउन आएको हुँ। म अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरू अगाडि बढाउने व्यवस्था मिलाउन आएको हुँ। म मिडिया मिलाउन आएको होइन। म मिडिया मिलाउँदिनँ सभामुख महोदय। बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ, टिकापुर मिलाउँछु, तर म मिडिया मिलाउन आएको होइन सभामुख महोदय। टिकापुर मिलाउँछु, हायात मिलाउँछु, तर मिडिया मिलाउन सक्दिनँ सभामुख महोदय। तल्लो तहका कर्मचारीहरूको 16 वर्षीय अवकाश, प्रहरी कर्मचारीहरूको 16 वर्षीय अवकाश मिलाउँछु, तर म मिडिया मिलाउन सक्दिनँ सभामुख महोदय। मेरो टाउको माथि धेरै तरवारहरू छन् सभामुख महोदय। अदालतमा कुनै एउटा पेशेवर ऋण व्यवसायी मुद्दा हालेकै गर्छ, मलाई मिडिया मात्र होइन त्यता पनि मिलाउनुस् भन्छन्, तर म मिलाउँदिनँ सभामुख महोदय। मलाई न्यायप्रेमी जनताप्रति विश्वास छ, लोकतन्त्रप्रति विश्वास छ। म केही मिलाउँदिनँ। म देश मिलाउँछु, यही देशमा बसेर यही देशको व्यवस्थाभित्र जनताको अवस्था मिलाउँछु सभामुख महोदय। म अरू केही पनि मिलाउन सक्दिनँ। संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको छैन। मूल कुरो कस्तो थिति र नजिर बसाउने भन्ने थियो, हो र छ। लागेको थियो संसदीय व्यवस्थाका लागि दशकौं लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ। उसले कुरा सुन्न सक्छ, सहिष्णु छ, परिपक्व छ। तर सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत 2 महिना यो संसदले देख्यो। नेपाली कांग्रेस बारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ सभामुख महोदय।
ममाथि लागेका आरोपहरूबारे मैले जवाफ दिन पाउनुपर्छ भन्न पनि सुनवाई भएन। निरन्तर पेलियो। हामी अपमानित हुँदा हुँदै पनि सयौं। राति राति प्रधानमन्त्री बनिदिनुहोस् भनेर दैलो चार्ने, दिउँसो दिउँसो सदनमा उफ्रने रुटिन देख्यौं। आज यहाँ उभिँदै मेरो यो ऐलान छ कि प्रमुख दलहरू बीच सहमति हुन्छ भने संसदीय समिति कस्तो बनाउने हो बनाउनुस्। म परीक्षित हुन कुनै पनि अवस्थामा तयार थिएँ र छु। तर यो निश्चित विधिमा टेकेर नयाँ परम्परा तय गरेर मात्र अगाडि बढ्नु पर्दछ। गरिमामय संसद सस्तो प्रतिशोध सार्ने थलो बन्न हुँदैन। सभामुख महोदय, अपुष्ट हल्ला र हलुका आरोपहरूको धुलाई गर्ने निम्छरो औजारका रूपमा संसद नबनोस् भन्ने कुरामा सचेत हुनुपर्छ भन्ने मात्र मेरो अपिल हो। सभामुख महोदय, विडम्बना पनि कस्तो, विशेष अदालतले भ्रष्टाचारी प्रमाणित सांसदसँगै नारिएर यो सदनमा अस्ति अशिष्ट नाराहरू लगाइयो। सभामुख महोदय, अनैतिकता र नैतिकताको मापन त्यही आएर समाप्त भएन र सभामुख महोदय। वाइट बडी जहाजमा अरबौं घोटाला गर्ने, जिउँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर पैसा असुल्ने, टेरामक्सदेखि सुरक्षित मुद्रणसम्म, बाल मन्दिरदेखि टिकापुरसम्म, करछलीदेखि मनी लन्ड्रिङसम्मका काण्डले पुरिएका पात्रहरू यतै कतै हुनुहुन्छ होला। खोतल्दै जाँदा क्याम्पसका लुट र अस्पतालका घुसका प्रसङ्ग पनि नआउने होइनन्। तर अब ईर्ष्यामा जलनमा या सबैले छानबिनको परिधिमा ल्याउने र डाम्ने हामीले विधि बनाउने हो कि नबनाउने हो, यसबारे भने स्पष्ट हुन मात्र मैले अनुरोध गर्न खोजेको हुँ। कुनै पनि समितिबाट, कुनै पनि परीक्षाबाट भाग्ने मेरो स्वभाव पनि होइन, छैन, थिएन र हुने छैन। म त्यो याचना गर्नका लागि आएको पनि होइन। तर लोकतान्त्रिक बनिदिनुहोस्। न्याय त सबैलाई चाहिन्छ, हामीलाई पनि चाहिन्छ, मलाई पनि चाहिन्छ। नाति नातिना पुस्ताबाट आएका यी राजनीतिक साथीहरूलाई पनि न्यायको आशा छ, हामीलाई विश्वास छ। सभामुख महोदय, मैले यति कुरा धेरै अगाडि भन्न पाएको भए मैले भन्ने कुरा यही नै थियो। यिनै कुराहरू म भन्न चाहन्थे। त्यसैले आज फेरि पनि म अन्तिममा यही स्पष्ट पार्न चाहन्छु। सभामुख महोदय, छानबिन समिति या कुनै पनि समिति, छानबिन समिति मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको उच्च कोटिको महाविज्ञहरू सम्मिलित छानबिन समिति बनाए पनि मलाई केही पनि आपत्ति छैन। किनकि मैले कुनै अपराध गरेको छैन। अपराध नगरेपछि एक ठाउँमा पनि हल्लिनु पर्दैन, डराउनु पर्दैन। मैले आफ्नो शिर झुकाउनु पर्ने काम गरेको छैन। मेरा मतदाताहरूलाई र सङ्घको पार्टी पङ्क्तिलाई यही भन्न चाहन्छु कि मैले त्यस्तो किसिमको कुनै पनि गलत काम गरेको छैन। यो हल्लाहरूले गर्दा, यहाँ भएका क्रियाकलापहरूले गर्दा, यहाँ भएका नाराबाजीहरूले गर्दा, यहाँ भएका अशिष्ट भाषाहरूले गर्दा कयौं मानिसहरू डराएका छन्। हाम्रै पार्टीभित्र पनि डराएका छन्। कयौं साथीहरू यो के भएको होला भनेर आत्तिएका छन्। नयाँ राजनीतिक दललाई गरिएको यो घेराबन्दीले देशैभरिका हामीलाई माया गर्ने साथीहरू पनि धेरै डराएका छन्। उनीहरूलाई लाग्यो अब त यो खेल फुटबलको खेल जस्तै सिटी बज्यो, अब त सकियो होला खेल भन्ने लागेको होला। प्रतिपक्षी साथीहरूलाई पनि लागेको होला, हामीसँगै रहेका कयौं साथीहरूलाई पनि लाग्यो होला कि सिटी बज्यो, अब खेल सकियो। म भन्छु, सिटी फुटबलमा 3 पटक बज्छ। सभामुख महोदय, एउटा खेल सुरु हुँदा, एउटा हाफ टाइममा र एउटा खेल सिद्धिएपछि जुन सिटी अहिले बजेको छ, यो खेल सिटी सकिएको सिटी होइन, खेल सुरु भएको सिटी हो। खेल त बल्ल सुरु हुँदैछ। सभामुख महोदय, मैले आफ्ना कुरा राख्न पाएँ। प्रतिपक्षीहरूलाई म धन्यवाद दिन चाहन्छु। अब यो आरोप प्रत्यारोपको श्रृङ्खलालाई अन्त्य गरेर समाधानको बाटोमा जाउँ। सरकार लचकताका साथ दिनका लागि तयार छ। भएका सहमतिहरूमा काम गर्न जाउँ। जुन मुद्दा बोकेर यहाँहरूले सदनमा र सडकमा अवरोध गरिरहनु भएको छ, त्यो मुद्दा होइन, त्यो इस्यु होइन। नन इस्युलाई इस्यु बनाएको प्रतिपक्ष हामी हेर्न चाहँदैनौँ। दफावार छलफल गरेको प्रतिपक्ष, सरकारलाई विभिन्न विषयमा चुनौती दिएको प्रतिपक्षलाई हेर्नका लागि हामी आतुर छौँ। प्रतिपक्ष भएको 1 वर्षको अनुभवले हामीले प्रतिपक्षमा बस्दा कानुनका दफा पल्टाएर यो सदनमा चुनौती दिएका हौँ। हामी त्यस्तै प्रतिपक्ष चाहन्छौँ। किनकि हामीले देखेको, हामीले सिकेको, हामीले भोगेको प्रतिपक्ष यो होइन, एउटा व्यक्तिमा केन्द्रित रहेर एउटा व्यक्तिलाई मानमर्दन गर्ने, एउटा व्यक्तिको चरित्र हत्या गर्ने र एउटा व्यक्तिलाई निरन्तर गालीगलोज गर्ने, बोल्न नदिने त्यस्तो प्रतिपक्षको अपेक्षा हामीलाई छैन। म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु प्रतिपक्ष लगायत सम्पूर्ण अन्य प्रमुख प्रतिपक्ष लगायत प्रतिपक्ष दलहरूलाई कि आउनुहोस्, यो सदनलाई मर्यादित सदनका रूपमा अगाडि बढाउँ। यही सदन हो जहाँ मर्यादा दृष्टान्त बन्दथे। आज त्यही सदन लड्ने भिड्ने ठाउँ बनेको छ। यतिसम्म भयो कि प्रतिपक्षका साथीहरू मन्त्री बसेतिर ठाउँतिर फर्किएर पनि झगडा गर्न पर्ने अवस्था सृजना भयो। हालाहालको अवस्था, ठेलमठेलको अवस्था यो सदनमा सृजना भयो। यस्तो अवस्थाबाट मुक्त दिनको निमित्त, देशलाई आशा र भरोसा जगाउनको निमित्त केही काम गर्नुपर्नेछ। नयाँ दल भए तापनि केही गर्ने आशा र आँट बोकेर हामी यो सदनमा आएका हौँ। पद्धतिबाट, प्रक्रियाबाट हामी आएका हौँ। हामी त्यही पद्धति र प्रक्रियाबाट देशमा परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्न चाहन्छौँ। हुल हुज्जत र बल मिच्याई सदनमा चल्दैन होला भन्ने हामीले विश्वास राखेका छौँ। यदि हुल हुज्जत र बल मिच्याईमा सडकमा चल्ने हो भने त हामी त मात्र 21 जना छौँ। तपाईँहरू त ठुलो दल हुनुहुन्छ। ठुलो दल हुनुको अर्थ ठुलो हृदय राख्नुहुनेछ,